हेलो एभ्रिवन, तपाईहरु सबैजनालाई आजको यस भिडियोमा स्वागत छ। आज हामी वान अफ द बेस्ट अनलाइन अर्निङ प्लेटफर्मको बारेमा कुरा गर्न गइरहेका छौं। त्यसैले आजको यस अनलाइन अर्निङ सँग रिलेटेड भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। One marketplace, multiple ways to get work done. This is one of the trusted and genuine website रहेको छ जहाँबाट तपाईहरुले 100% इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। यहाँ तपाईहरुले धेरै माइक्रो जबहरु पाउन सक्नुहुन्छ जुन तपाईहरुले इजिली आफ्नो मोबाइल फोनबाट गर्न सक्नुहुन्छ र इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। स्प्रोट गिग्स एपीआई पनि छ र लगायत यहाँ विभिन्न कुराहरु तपाईले हेर्न सक्नुहुन्छ। हायर रियल पिपल फर एनी टास्क, तपाईहरुले आफ्नो सिम्पल टास्कहरुलाई यहाँ लगाएर पनि तपाईले आफ्नो काम गराउन सक्नुहुन्छ। अब क्राउड सोर्स अ माइक्रो जबमा तपाईले सिम्पली क्लिक गर्नुभयो भने यहाँ यसको भेरियस डिटेल्सहरु पनि हेर्न सक्नुहुन्छ। हामीले डाइरेक्टली अकाउन्ट क्रिएट गरेर कसरी इन्कम जेनेरेट गर्न सकिन्छ भन्ने बारेमा डिस्कस गरौँ। यो साइटमा सिम्पली हामीले आफ्नो अकाउन्ट क्रिएट गर्नका लागि हामीले राइट ह्यान्ड साइडको टपमा लगइन र साइन अप भन्ने बटन देख्छौं। सिम्पली तपाईहरुले चाहिँ साइन अप बटनमा प्रेस गर्नु होला र हामीले साइन अप बटनमा प्रेस गरिसकेपछि यहाँ हामीले रियल नेम इन इंग्लिश फर इन्टरनल भेरिफिकेसन ओन्ली भनेको छ। तपाईले चाहिँ फर्स्टमा आफ्नो रियल नेम राख्नु होला, त्यसपछि लास्ट नेम, निक नेम, त्यसैगरी तपाईले आफ्नो इमेल एड्रेस र पासवर्ड सेट गर्नु होला र कन्ट्री सिलेक्ट गरेर तपाईले चाहिँ यहाँ सबैमा आई एम अ फ्रीलान्सर र आई एम अ बायर यहाँ दुईवटा अप्सनहरु हुन्छ तपाईहरुसँग। सिलेक्ट द डिजायर्ड प्रोफाइल टाइप नाउ बट यु क्यान स्विच बिट्विन देम लेटर। तपाईहरुले चाहिँ यदि वर्क गर्न चाहनुहुन्छ भने आई एम ए फ्रीलान्सर मा राख्न सक्नुहुन्छ र यदि तपाईहरु चाहिँ आफ्नो वर्कहरु डन गराउन चाहनुहुन्छ भने आई एम अ बायर मा राख्न सक्नुहुन्छ। त्यसपछि आई एग्री टु स्प्रोट गिग्स टर्म्स सर्भिसेस मा पनि क्लिक गर्नु होला र त्यसैगरी सेन्ड मी न्यूज इभेन्ट्स एन्ड अफर्स बाइ पेरियोडिक इमेल मा नि क्लिक गर्नु होला र हामीले कन्ट्रीमा सिम्पली नेपाल सिलेक्ट गर्नुपर्ने हुन्छ र नेपालबाट पनि हामीले काम गर्न सक्छौं। डाइरेक्टली आफ्नो बैंक खातामा पनि हामीले पेमेन्ट रिसिभ गर्न सकिन्छ र त्यसैगरी तपाईहरुले सिम्पली आफ्नो नेम राख्दै जानु होला र यहाँ हामीले अब नामहरु राख्दै जाउँ र तपाईले आफ्नो लिगल नेम राख्न सक्नुहुन्छ र त्यसैगरी तपाईले आफ्नो निक नेम पनि सिलेक्ट गर्नु होला र निक नेम सिलेक्ट गरिसकेपछि आफ्नो इमेल एड्रेस तपाईले सिम्पली पुट गर्नुहोस् र सबै डिटेल्सहरु फिल अप गरिसकेपछि तपाईहरुले सिम्पली आई एम ए फ्रीलान्सर र आई एम ए बायर जुनैमा पनि सिलेक्ट गर्न सक्नुहुन्छ र त्यसपछि साइन अप मा सिम्पली क्लिक गर्नु होला र साइन अप मा क्लिक गरिसकेपछि यहाँ हामीले पासवर्ड पनि सेट गर्नुपर्ने हुन्छ र सिम्पली आफ्नो पासवर्ड यहाँ हामी सेट गरिराछौं र पासवर्ड सेट गर्दा चाहिँ तपाईहरुले क्यापिटल, स्मल र त्यसैगरी अल्फा न्यूमेरिक हरु सबै राखेर चाहिँ मिलाएर गर्नु होला र यसपछि सिम्पली हामी साइन अप बटनमा प्रेस गर्दै छौं र साइन अप बटनमा प्रेस गर्दा यहाँ हाम्रो इमेल अलरेडी टेकन भन्ने इस्यु आइराछ र यसलाई म अर्को इमेल राखेर फेरि ट्राई गर्दै छु र फेरि म साइन अप बटनमा प्रेस गर्नु भन्दा अगाडि हामीले फेरि पासवर्ड सेटअप गर्नुपर्ने हुन्छ र यसरी सिम्पली हामीले चाहिँ अलमोस्ट देयर भनेर चाहिँ हामीले यसरी हाम्रो स्प्रोट गिग्स मा हाम्रो अकाउन्ट क्रिएट गरेको छौं। चेक योर इनबक्स टु कन्फर्म योर इमेल एन्ड बी पार्ट अफ द कम्युनिटी र हामीले फर्स्टमा आफ्नो इमेललाई भेरिफाई गरिसकेपछि चाहिँ हामीले स्प्रोट गिग्स मा वर्क गर्न सक्छौं। तपाईहरुले आफ्नो इमेल भेरिफाई गरिसकेपछि यस प्रकारको इन्टरफेस पाउन सक्नुहुनेछ र यहाँ स्विच योर रोल भनेको छ। यु क्यान चेन्ज योर रोल, बायर देखि फ्रीलान्सर र फ्रीलान्सर देखि बायरमा तपाईले आफ्नो रोल चेन्ज गर्न सक्नुहुन्छ र यसलाई हामीले सिम्पली काटौं र यसपछि यस प्रकारको सिम्पल इन्टरफेस तपाईले देख्न सक्नुहुन्छ। यसमा रिफर एन्ड अर्न प्रोग्राम छ, पेड सर्भिस र अहिलेसम्म कति कमाई भयो, पेन्डिङ अर्निङ्सहरु लगायत अरु कुराहरु यहाँ हेर्न सकिन्छ र त्यसैगरी ब्राउज गिग्समा यु क्यान सिलेक्ट एन्ड सेन्ड अफर्स टु सेभरल फ्रीलान्सर्स भनिरहेछ हैन। यहाँ भेरियस कुराहरु छ जस्तै तपाईले हेर्न सक्नुहुन्छ र भेरियस टास्कहरु छ र त्यसैगरी अब हामीले यहाँबाट चाहिँ फ्रीलान्सर अर बायर दुईवटा अप्सन्सहरु छ जस्तै हामीले यसलाई चेन्ज गरेर चाहिँ यहाँ हामीले वर्कहरु पनि गर्न सक्छौं। जस्तै तपाईले क्याटेगोरीबाट हेर्न सक्नुहुन्छ हैन, आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन, आर्टिफिशियल इन्टेलिजेन्स, कन्भर्ट फाइल्स, डिजिटल मार्केटिङ लगायत हरेक कुराहरु छ। जस्तै तपाईले क्याटेगोरी वाइज सिलेक्ट गरेर पनि वर्कहरु चाहिँ यसमा पाउन सक्नुहुन्छ। जस्तै आई विल क्रिएट 500 प्लस डु फलो ब्याकलिङ्क्स फर टप र्याङ्किङ भनिरहेछ हैन। अनि त्यसैगरी अरु
भेरियस कुराहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ। र अब हामीले काम गर्नको लागि चाहिँ यसमा फ्रिल्यान्सरमा चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ र फ्रिल्यान्सरमा सिलेक्ट गरिसके पछाडि यहाँ चाहिँ भेरियस टास्कहरू चाहिँ हामीले पाउन सक्छौँ र यसको लागि चाहिँ सिम्पली अब हामीले रिफर एन्ड अर्न प्रोग्रामबाट पनि इन्कम जेनेरेट गर्नको लागि रिफर एन्ड अर्नमा क्लिक गर्नुहोस् र अर्न 5% अफ इच पर्चेस मेड बाई यो रिफरल भनेको छ। अर्न 5% फर इच सक्सेसफुल जब कम्प्लिटेड बाई यो रिफरल, कन्भर्ट statistics with information on each referral, easy creation of referral link, commissions payments directly to your balance, अनलिमिटेड नम्बर अफ रिफरल्स। यहाँ चाहिँ तपाईँहरूले जति पनि रिफरल गर्न सक्नुहुन्छ 5% अफ पर्चेस यसमा कमिसन रेट पाउन सक्नुहुन्छ र जेनेरेट लिङ्कमा सिम्पली क्लिक गर्नु होला र जेनेरेट लिङ्कमा क्लिक गरिसके पछाडि रिफरल प्रोग्राममा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो यहाँ रिफरल्सहरू पनि देख्न सक्नुहुन्छ र आफ्नो रिफरल प्रोग्रामलाई कपी गरेर यसबाट पनि तपाईँहरूले चाहिँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। रिफर एन्ड अर्नबाट पनि तपाईँहरूले चाहिँ स्पोर्ट गिग्सबाट अर्न गर्न सक्नुहुन्छ र विभिन्न टास्कहरू कम्प्लिट गरेर पनि तपाईँहरूले चाहिँ अर्निङ गर्न सक्नुहुन्छ। जस्तै तपाईँले फाइन्ड जबमा गएर हेर्नुभयो भने यहाँ भेरियस कुराहरू देख्न सक्नुहुन्छ। जस्तै अफर छ, जस्तै युट्युब सब्सक्राइब टु आवर च्यानल बेस्ट टास्क भनेको छ। जस्तै तपाईँहरूले युट्युब सब्सक्राइब गरेको यहाँ $2.550 पाउनुहुन्छ। त्यस्तै गरी बजार एप इन्स्टल प्लस कम्प्लिट अनबोर्डिङ एन्ड अपलोड प्रोफाइल स्क्रिनसट $0.400 होइन। यहाँ सिम्पल टास्कहरू हुन्छ कि यसलाई माइक्रो टास्क भन्छ। जस्तै तपाईँले युट्युब सर्च गरेर वाच लाइक कमेन्ट गरेर स्क्रिनसट लगाएको $0.050 होइन। त्यस्तै गरी जिमेल क्रिएट गरेको $0.090, युट्युब सर्च वाच लाइक कमेन्ट $0.050 र यस्तै विभिन्न भेरियस टास्कहरू हुन्छ जुन चाहिँ तपाईँले कम्प्लिट गरेर इन्कम जेनेरेट गर्ने हो। जस्तै जस्ट फर इक्जाम्पल युट्युब सब्सक्राइब टु गर्ने जस्तै यहाँ भनेको छ, यसमा सिम्पली क्लिक गर्नुभयो भने यसमा तपाईँले यो जेन्डर सिलेक्ट गर्नु पर्यो, डेट अफ बर्थ लगायतका हरेक कुराहरू सिलेक्ट गरेर तपाईँ अघि बढ्न सक्नुहुन्छ। जस्तै यहाँ हामीले मेलमा क्लिक गऱ्यौँ होइन, डेट अफ बर्थमा हामीले जस्तै एउटा डेट अफ बर्थ राखेर अनि त्यस पछाडि सिटी पनि हामीले सिलेक्ट गर्न सक्छौँ र त्यस पछाडि पोस्ट कोड पनि हामीले सिलेक्ट गरौँ र त्यस पछाडि सेक्युरिटी क्वेसनमा हामीले जस्तै क्रिएट अ सेक्युरिटी क्वेसन्स एन्ड आन्सर इट, दिस क्वेसन्स विल हेल्प अस भेरिफाई योर आइडेन्टिटी सुड वी निड टु भनेको छ। अब यसमा हामीले चाहिँ सबै ओरिजिनल डिटेल्सहरू राखेर चाहिँ तपाईँले सेक्युरिटी क्वेसनहरू सिलेक्ट गर्नुपर्छ। तपाईँले जे क्वेसन पनि यहाँ सेट गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि तपाईँले यसलाई सिम्पली सेभ गर्नु होला र सेभ गरिसके पछाडि चाहिँ अब फर्स्ट टाइम कुनै पनि टास्कलाई कम्प्लिट गर्नुभन्दा अगाडि बेसिक डिटेल्स फिलअप गरिसके पछाडि हाम्रो टास्कहरूको यस प्रकारले चाहिँ तपाईँले देख्न सक्नुहुन्छ होइन। अहिले जम्मा 474 टास्कहरू छ र 474 टास्कहरूमा तपाईँहरूले सबै सिम्पल माइक्रो जबहरू हो। यो भनेको धेरै टाइम पनि लाग्दैन, मोबाइल फोनबाट इजिली गर्न सकिन्छ र मोबाइल डिभाइसेसहरू ल्यापटप जेबाट पनि गर्न सक्नुहुन्छ र सिम्पली टास्कमा क्लिक गर्नु होला र यहाँको इन्स्ट्रक्सनहरू सुरुमा पढ्नुहोस् होइन। यस प्रकारले टास्क देख्न सक्नुहुन्छ होइन। बायरको डिटेल्स अहिले हेर्न मिलेको छैन, एक्सक्लुडेड कन्ट्रीहरू पनि छैन, प्रोग्रेस पनि राम्रै हुन्छ र मेम्बर सिन्स 2 इयर्स मिन्स दिस बायर क्यान बाट हामीले सजिलै पेमेन्ट लिन सक्छौँ। र वाट इज एक्सपेक्टेड फ्रम फ्रिल्यान्सर भने तपाईँले कुनै पनि माइक्रो जबलाई गर्नुभन्दा अगाडि चाहिँ वाट इज एक्सपेक्टेड फ्रम फ्रिल्यान्सर भन्ने कुरालाई चाहिँ हेर्नुपर्ने हुन्छ। लाइक अब यहाँको लिङ्कहरूमा जाने कम्प्लिट ह्युमन भेरिफिकेसन बाई सर्भेयर इन्स्टल एप, वेन यु भेरिफाई पिकोड विल बी जेनेरेटेड फर यु। यहाँको इन्स्ट्रक्सन सबै पढेर चाहिँ हामीले गर्न सक्छौँ र योलाई टास्कलाई एक्सेप्ट गर्दा चाहिँ तल तपाईँले एक्सेप्ट देख्न सक्नुहुन्छ। सुरुमा चाहिँ एक्सेप्ट बटनमा क्लिक गर्ने हो र त्यस पछाडि अब होल्ड दिस जब र अरू हुन्छ। यहाँ टाइमर पनि स्टार्ट हुन्छ र त्यस पछाडि यसलाई सर्टेन टाइमभित्र गरेर चाहिँ सबमिट गर्ने हो र केही समयपछि यो चाहिँ अप्रुभ हुन्छ र तपाईँको चाहिँ माथि अर्न्ड सेक्सनमा चाहिँ पैसा डिपोजिट हुन्छ र यसलाई चाहिँ मैले अहिले यसरी देखाएँ। यसलाई म टास्क गर्दिनँ बिकज इट टेक्स सम टाइम र त्यस पछाडि अरू कुराहरू रिफर एन्ड अर्नको कुरा पनि भइसक्यो। जस्तै अब हामीले गिग्स ऱ्याङ्किङमा गएर पनि हेर्न सक्छौँ। गिग्स ऱ्याङ्किङमा चाहिँ होइन कतिसम्म कमाइ भएको भन्ने कुरा देख्न सकिन्छ। लाइक $9,000, $4,000, $2,000 होइन लाइफ टाइम अर्निङहरू। अनि यहाँ चाहिँ अरू विभिन्न देशहरू, बङ्गलादेश होइन, नेपालबाट पनि मेबी हुनसक्छ। सो
बाई कन्ट्री सिलेक्ट गरेर यदि हामीले यहाँ नेपाल आयौँ भने नेपालबाट अरूले गर्छ गर्दैन भन्ने कुरा पनि थाहा हुन्छ। नेपालबाट पनि धेरै युजर्सहरूले चाहिँ यहाँ काम गरिरहेछ। लाइक यु क्यान सी अराउन्ड $800, $34, $12, $25, $3, $4 होइन। यहाँ लट अफ पिपल आर वर्किङ फ्रम नेपाल टु होइन। यहाँ लोड मोर गऱ्यो भने त अझै धेरै पनि छ। सो नेपालबाट पनि यो साइटमा चाहिँ अरू युजर्सहरूले पनि काम गरिरहेछ। तपाईँहरूलाई चाहिँ म डिस्क्रिप्सनमा दिएको लिङ्कबाट जानुहोस्, आफ्नो अकाउन्ट क्रिएट गर्नुहोस् र इन्कम जेनेरेट गर्न तपाईँहरूले पनि सक्नुहुन्छ। एकदम इजी माइक्रो टास्क हो। तपाईँहरूले थोरै आफ्नो बचेको समयमा होइन आफ्नो मोबाइल डिभाइसेसबाटै पनि गर्न सक्ने टास्कहरू हुन्छ होइन। यु क्यान डु। अब वालेटमा गएर अहिलेसम्म अर्निङ भएको डिटेल्सहरू पनि हेर्न सक्यो। अहिलेसम्म अर्निङ भएको छैन, न्यू अकाउन्ट हो। सो यु क्यान डु वर्क, गो थ्रु डिस्क्रिप्सन लिङ्क एन्ड क्रिएट योर अकाउन्ट। तपाईँलाई केही समस्या परेमा कमेन्ट गर्नु होला।